पनि हुनुभएको रहेछ चट्ट छाता ओढेर बस्नु भयो देवघाट भनेर चाहिँ यसैले भनिन्छ है नुहाउनेहरू चाहिँ सबैजना यहीँ हो आएर नुहाउने अनि सब जलाउने ठाउँ चाहिँ हो यो देखेको सिन भन्दा अलि अगाडिपट्टि पर्छ हामी चाहिँ त्यता गएको छैन अहिले पहिला यता अवलोकन गरौँ अनि लास्टमा त्यताबाट निस्किनु पर्ला पारी ओम देवघाट धाम भनेर चाहिँ लेखेको देख्नुभयो होला है त्यो पारी ठुलो अक्षरमा लेखेको छ ल मेन देवघाट भनेर चाहिँ यसैले भनिन्छ है पारी चाहिँ कतै जाँदो रहेछ भन्ने कुरा चाहिँ अब यहाँ सोच विचार गर्दैछौँ विशेष गरेर त्यही नै हो कि जस्तो लाग्यो है टिकट काट्ने ठाउँ शालिगहरू रहेछ है क्या खतरा रहेछ त हेरौँ त गाइस क्या खतरा
चाहिँ नआएको है। के छ गाइज? ठीक छ गाइज मेरो दाइ। अनि हामी पारी जान मिल्छ मिल्दैन? ए एकैजना भयो नि जान मिल्ने? ल गाइज हाम्रो चाहिँ उहाँ काउन्टरको हाम्रो साथीहरू चाहिँ उहाँहरू हो। यसो आउनु भयो भने टक्क यहीँ आउने, उहाँहरूलाई भेट्ने अनि टिकट काट्ने, चट्ट बाहिर अनि पारी जाने। कति हो? अनि के पारी मात्रै जाने कि अलिअलि घुम्ने नि हो? घुम्नु भयो भने तपाईँ एकजनाको 200 पैसा कहाँसम्मको? मस्त अलराउन्ड हो? ल त घुमौँ पहिला। पारीको के हो अनि घुमेर पारी लर छोडिदिनुहुन्छ नि होइन? कि अहिले उताबाट आउँदा घुम्नुहुन्छ कि यताबाट जानेलाई घुमेर जानुहुन्छ? तपाईँ हाफ हाफ गर्नु न। अहिले हाफ घुमेर पारी जानु, अनि आउने बेला अहिले उताबाट फेरि घुमेर कसको पाली पर्छ तपाईँलाई टिकटमा लेखाएर दिन्छ है? टिकट परेन लेखेर दिनु परेन उता भन्नु भन्नै परेन। ऊ म भनिदिन्छु होइन त्यसमा। ल आउनुहोस् ब्रदर। यसो आधी घुमेर यता लान्छ तपाईँलाई पारीलाई छोड्छ, अनि फेरि आउने बेला फेरि आउँदाखेरि अनि यताडि घुमेर हजुर ल हुन्छ हुन्छ। ल गाइज हामी चाहिँ बोटतिर चढ्दैछौँ है। अब चट्ट लाएर अब जाने काम हुन्छ। सेकेन्ड सिटमा जानु यसमा उयो बस्नुपर्ने। कतापट्टि पर्छ अगाडि? यता यता एउटा फर्किन्छ त। ए गाइज हामी चाहिँ सर आधी राउन्ड मारेर चाहिँ पहिला पारी जाने हो, अनि फेरि आधी राउन्ड चाहिँ अहिले उतापट्टि पुगेर फर्किने बेलामा चाहिँ पुरै पुर्ताल गरेर फर्किने है। मेरो गोर्खे राइडर। गोर्खे राइडर ए गोर्खाली राइडर कि गोर्खे राइडर? गोर्खाली। गोर्खाली हजुर। तपाईँ पहिला विदेश हुनुहुन्थ्यो र? म विदेश थिइनँ नि, नेपालतिरै हो। गोर्खाली राइडर भन्ने एउटा विदेशमा अब ठुलो बडे भयो। अनि मेन मन्दिर चाहिँ उता माथि होइन? हजुर यो टक्कर यो पहिरो गएको यो पहिरो गएको यो रातो बिल्डिङ देख्नु भयो नि अहिलेको रातो घर? औ त हो। हजुर त्यसको पछाडिपट्टि चाहिँ ए तपाईँ त्यहाँबाट जानुभयो भने सीता गुफा सबै घुम्दै जानु पाउनुहुन्छ। सीता गुफा? हजुर गुफै छ? त्योभन्दा टक्क अलिकति उता आँटे 2 मिनट 5 मिनट हिँड्नुपर्छ। ए कति गहिरो कतिको भित्र छ त गुफा? गुफा तपाईँको धेरै होइन, तपाईँको जानेलाई सबै देखिन्छ कि। ए अनि हामी चाहिँ त्यहाँबाट उक्लेर जानु पर्यो होइन? हजुर ए जस्तो अहिले तपाईँ हाड घुम्नु भयो नि, म त्यहाँबाट छोडिदिन्छु। उताबाट आउँदा घुमाएर तपाईँ यहाँ माथि जानुहोस्, आधी घन्टा 1 घन्टा कति हुन्छ तपाईँको समयमा घुम्नुहोस् आरामले आउनुहोस्। यहाँ गई छ कि छैन त? अब तपाईँको बेला बेलामा निस्किन्छ है? तपाईँको पर्मानेन्ट हिँड्को लागि चाहिँ बस्दैन कि। ए जस्ट ठाउँ चेन्ज गर्ने क्रममा कहिले कसो देखिन्छ। राइडर तपाईँको फोटोहरू चिनिन्छ? मेरै छ फोटो। यो बनाएर हालिदिनु न भाइ। नि ल हाम्रो भाइ नै वहीँ नै हो है, मलाई चाहिँ घुमाउने है चट्ट लाएर।
आउनु साथीहरू तपाईँहरू सबै गाइडहरू घुम्नलाई देवघाटतिर ऱ्याफ्टिङ पनि हुन्छ तपाईँहरूको यो देवघाटमा आउनुहोस् होला उहाँले भनिहाल्नुभयो कृपया यदि चितवन आउँदै हुनुहुन्छ भने देवघाट चाहिँ अवश्य घुम्न आउनु है गन्तव्य ठाउँ हो यस भिडियो हेरेर आउनेलाई चाहिँ बहुत सहुलियत छ फेरि 0.5% होइन त भाइ हजुर यति आइहाल्नु भयो भने तपाईँहरूको ग्रुपमा जे होस् मिलाउन सकिन्छ हामीले आइहाल्नु भयो ल उहाँले बहुत फेसिलिटी दिन खोज्नु भएको छ है ऱ्याफ्टिङ पनि गर्दाखेरि तपाईँको डिस्काउन्ट हुन्छ आउनु भयो भने ऱ्याफ्टिङ नै हुन्छ है हजुर ए पोखरा बस्छु त्यतै आएको थिएँ आज अनि यसो अवलोकन गरौँ न त्यता भनेर फेरि छिरिहालेँ उता आउने बेला भन्दा यता जाने बेला सजिलो हुन्छ होला होइन त्यही त सरकार कति पर्यो माछा मारेर ल्यायो ल गाइजु चाहिँ कुनामा चाहिँ माछा मार्दै हुनुभयो है खतरा उहाँ चाहिँ फेरि माछाको चाहिँ किरो हो है फेरि माछाको राइडर पुरै माछे राइडर है उहाँ चाहिँ धमिलो त्यही हो वाटरप्रुफ हो दाजुहरू छुट्ने बेलामा हालिन्न युट्युबमा होइन जान्छ यता पढ्न हालिन्न म म्याक्सिमम् डिटो हालिदिन्छु कि जे छ त्यही यसो रोक्नु पर्छ कि डाइरेक्ट त्यही मात्रै हाल्दाखेरि त अलिक लाइक भ्युज अलिक कम हुन्छ ल गाइज हेर्नु है कस्तो चट्टान छ खतरा यो चाहिँ चट्टान चाहिँ तल भुमरी उठिरहेको तल भुमरी उठिरहेको छ के खतरा निक्लेको है पानी त यतापट्टि हेर्नु न यता लेफ्ट के आम्मा तलबाट पनि निस्किया त है फुल्लो उताबाट यता त हाल्दै नि त हामीलाई ए यो पुरै एरिया त्यस्तो रहेछ है होइन यहाँ त केही पऱ्यो भने त गाडे गर्छ कि है निकाल्छ किन भन्दा यो भुलकाल त तपाईँलाई माथि निकाल्दै नि त होइन त्यही त है ठाडा भएर यहाँ चाहिँ घुमेको किन भन्दा यो ढुङ्गाले पनि रोकिया नि त यहाँ होइन यही झारिदिने अहिले फेरि आदि घुमाइदिनु पछि ए जो गयो जामला त यार था हामी चाहिँ अब पारी आइयो ल मैले नै है ल्याइदिनु भएको मलाई पारी अझै आधी घुम्नै बाँकी छ अहिले आधीको सिन पनि देखाउँछौँ है हुन्छ नि दाइ आउनु